चट्ट चल्ने होइन फेरि यसो बटन पनि दबाउनु पर्छ चल्छ सडक जहाँ हरेक पाइलामा सङ्घर्षका पत्र छ यहाँ न देखावटी हुन्छ न त बनावटी हुन्छ त केवल वास्तविकतालाई सत्य यो हो स्ट्रिट डे तपाईँको आफ्नै कथा मङ्की टेम्पल स्टार्टै हुँदैन के गर्ने होला हेलो गाइस के छ खबर सन्चै हुनुहुन्छ म पनि सन्चै छु नाम चाहिँ सुन्नु भएको छैन होला अलिक युनिक नाम छ होइन मङ्की टेम्पल सुनको मन्दिर भन्ने हिरण्य बोर्डर महाविहार कोटेश्वरदेखि शङ्खमाल हुँदै जानुपर्छ यो बङ्गलामुखीको नजिकै हो हाम्रो भिडियो हेर्नु सबै कुरा जान्नको लागि ल भाइ अब शङ्खमालको पुलमा पुग्यौँ यदि यहाँ चाहिँ पुल हो यो चाहिँ राजाका पालामा बनेको हो पहिल्यै जमानामा सेनाहरू बस्थ्यो क्या पहिला सुरक्षा हो र ड्युटी नेपाल आर्मी बस्थे ल अब हामी ठ्याक्कै ललितपुर प्रवेश गऱ्यौँ 12औं शताब्दीमा होइन 12औं 13औं शताब्दीमा पनि पहिला देवीले चाहिँ मलाई दर्शन दिनुभएको थियो के दर्शन दिनुभएको थियो अरे के दर्शन दिनुभएको थियो भन्दा जुन ठाउँमा चाहिँ तिमीले मुसाले चाहिँ बिरालो लखेटेको देख्छौ जात्रा भइरहेको छ बाटामा नयाँ चिज केही देख्यो भने ट्याक्क हानिहाल्ने कि ल के अरे भाइ हिरण्य वर्ण महाविहार हो महाविहार महाविहार तपाईँहरू पनि आउनु होला दिदी खिच्नु पाइन्छ पाइन्छ यस थ्याङ्क यू ल हेर्नु भाइ तुरै 5 वर्ष भयो थाहा पाएन त यो सो भन्ने कुरा कहाँ थाहा हुन्छ यस्तो भित्र छ हेलो गाइस म आइसकेँ भित्र सिडिभाइ भाइ पनि खिच्दैछ सिडिभाइ भाइले चाहिँ यो चाहिँ यो भएको रहेछ यो चाहिँ अलिक कपालले मर्मत भइरहेको छ लागे जस्तो छ माथि यसलाई के भन्दा थाहा तपाईँलाई यसको नाम थाहा छ यो आएको नि यहाँ यो कुन कतितिर घुम्नुपर्छ यो जतातिर घुमे पनि हुन्छ जब बस घुम्नु पऱ्यो कि त्यस्तो हुन्न होला मेरो हातले चाहिँ नघुम्दो रहेछ अनि उसको हातले चाहिँ घुम्दो रहेछ किनभने यो चाहिँ उसपट्टि उस छ नि त लगात बसिसकेको बानी पऱ्यो गर्मी भयो के गरौँ होला त एकछिन टेस्ट गरौँ ल यसो हेर्नु पऱ्यो डिस रहेछ त त्यही हालिदिनु त्यही तिरी यार तिरी दान गरेर ल तपाईँको शुभ हातले चाहिँ दान गर्नुहोस् न दान गर्छु कि राम्रो काम गराइ परेको कहाँ हो पर्छ हो त्यहाँनिर छ यसलाई चाहिँ पट्याएर त्यसरी छिराउने मन्दिर छ यो किन सुनौलो मन्दिर भनेको अथवा गोल्डन टेम्पल भनेको भन्दाखेरि सुनको हो खासमा भनेर सोच्नु भइहाल्यो तर होइन यो जलप लाग्यो होइन तामाको हो यो सबै तामाको चाहिँ हो यता आउनु न यार लास्ट कमेडी गर्नुहुन्छ यार यहाँ हेर्नु न यहाँ मलाई फेरि बाँधै मात्रै मनपर्ने कसले बाँधेर राखेको छ बाँधेर राखेको चढाइराखेका छन् यो के चाहिँ हो यो भित्र यसको यो बिचमा टुप्पी यो कालो चाहिँ के हो यो चाहिँ यो चाहिँ यसको हो कि के हो भित्रै छौँ त हामी यो भन्दा भित्र छैन कुन भित्र त लास्ट गर्नुहुन्छ यार तपाईँले नि ल अब यो चाहिँ ऊ होला होइन यहाँ छ देउता मैले त्यो खोजिरहेको छु त्यो मुसाहरू खोजिरहेको छु अनि यहाँनिर मूर्ति रहेछ नि त यार विशेषता हजुरलाई थाहा छ भने यसो एक्सप्लेन गरिदिनु न है यसको विशेषता छुट्टै छ यहाँ यो यसो भनिदिनु न त यो देउताको शरीरमा छाउने कि कहाँ दुखाएको छ ढाड दुखाएको छ कि हात दुखाएको छ कि गर्दन दुखाएको छ कि टाउको दुखाएको छ कि जस्तै तपाईँले भन्न खोजेको मेरो खुट्टा दुखिरहेछ एक्सिडेन्ट भयो अरे त्यो खुट्टा चाहिँ यो के अरे देउतालाई छुवाउने हो भने सिनिको हुन्छ भन्ने हात दुख्यो भने यसरी छाउने यसरी छाउने यसरी टाउको छाउने कहाँ हो त्यो मान्यता छ होइन यसरी छाउने थियो पहिला यो उता थियो क्या हो अलि अप्ठ्यारो रहेछ तपाईँ चाहिँ योभन्दा अगाडि पनि यहाँ घुमिसक्नु भएको रहेछ होइन त पहिला पनि आएको थिएँ यहाँ कति 3 वर्ष पहिला आएको थिएँ सायद तर मैले बाटो बिर्सिएको थिएँ त्यही भएर हामी सोध्दै आयौँ पहिला चाहिँ हिँडेर आएको हुनाले सजिलो भयो सबै पसिना आयो खुट्टामा केही छैन सिनियर भयो यस्तो अब म चाहिँ यहाँ सुन्नु हुँदैन नि फेरि मलाई अनि भित्र यतै हुनुहुन्छ पूजा उस भएदेखि अब 1 महिनाको लागि यतै है थ्याङ्क यू साह्रै कस्तो लाग्यो त आजको यो गोल्डन टेम्पल
गोल्डन टेम्पल त राम्रै लाग्यो तर गर्मी धेरै भयो गर्मी घरले धेरै गर्दाखेरि भयो। पनि त्यो राम्रोसँग खिच्नु पाइएन तपाईँको सेकेन्ड टाइम होइन त यो यहाँको मैले खिचेँ तर हालेन युट्युबमा अनि त्यो देउताको बारेमा हल्का खिचेको थिएँ एकजना साथीसँग आएको थिएँ त्यो मन्दिर चाहिँ एकदम राम्रो रहेछ यहाँ धेरै पूजाआजा हुन्छ यो उसमा पनि अब साउनमा विशेष मेला लाग्छ हो यसमा पूजा गर्नेहरूको हो त्यो गुला पर्वमा चाहिँ विशेष आराधना हुन्छ यहाँ। अनि अर्को कुरा त अघि भन्नै बिर्सेछ नि त के कुरा ए हो त है यहाँ त के अरे के भन्छन् 12 वर्ष मुनिको बच्चाहरूलाई मात्रै पूजा राखिन्छ अरे हो हो त्यही अनि अर्को कुरा पनि मैले सुनेको थिएँ 30 दिनसम्मको लागि मात्रै पुजारी हुन्छ अरे हो हो 30 दिनसम्मको लागि भन्यो अलिक युनिक लागेन तपाईँहरूले मलाई त युनिक लाग्यो तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु ल तल त्यही त प्रत्येक महिना चेन्ज गर्नुपर्ने कसरी खोज्छ होला के को आधारमा सिलेक्सन गर्छ होला यो पनि त एउटा सोच्नुपर्ने विषय होइन र यार उनीहरूको पढाइका कुराहरू पनि हुन्छ अनि 1 महिनासम्म त फेरि के हो यो दिनभरि यतै बस्नुपर्ने हो कि दिनभरि होइन त त्यो कुनैसम्म ननिस्टप हो भने चाहिँ त्यहाँ किंवदन्ती भेटियो बस्ने खाने पनि यतै हो र यतै त हो नि पुजारीको तपाईँहरूलाई यो विषयमा चाहिँ जान्न मन छ भने तल कमेन्ट गर्नु हामी अर्कोचोटि आएर अर्कोचोटि आएर विशेष हामी पनि कुरा गरेर यहाँको समितिहरूसँग कुरा गरेर बुझेर त्यो सम्पूर्ण डिटेल खुल्ने गरिकन बनाउनु पर्छ नि त यदि श्रोताहरूले भ्युअरहरूले त्यो चाहनुहुन्छ भने के छ भन्नु है कमेन्ट चाहिँ गर्नु के चाहिँ यहाँ छ हजुरलाई त्यही हिसाबले भिडियो बनाउँछु स्किप गरेर चट्ट चल्ने होइन फेरि यसो बटन पनि दबाउनु पर्छ तल क्लिक 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 क्लिक